नमस्ते, म कस्तुभ गैरी। हामी कोरियाको मुजु भन्ने ठाउँमा स्की खेल्न पुगेका थियौँ। त्यसैको बारेमा यो भिडियो छ। एकदम रमाइलो गरी हामी घुम्न लागिरहेका छौँ। हामी पूर्ण तयारीमा निक्लिसकेका छौँ। अब हामीलाई केही खानेकुरा आफ्ना लागि र गाडीलाई पनि अलिकति खुवाएपछि हाम्रो यात्रा सुरु हुन्छ। जीवनमा कति रहरहरू हुन्छन्, तिनी रहरहरू मध्येको एउटा रहर हिउँसँग रमाउने, हिउँमा चिप्लिने, जो पुरा गर्न जाँदैछु आज। एक्ला खाजा खाइदिउँ भनेर चिसोमा है, चिसोमा चाहिँ रामेनको सुप, मिठो रामेन सुप यो सहित कोही हेर्नु यहाँ। ल कुनै कुनै कुरा आँखाले हेर्दा सुन्दर देखिन्छन्, कुनै कुनै कुरा मनले महसुस गर्दा आनन्द लाग्ने हुन्छन्। त्यस्तै मनलाई आनन्द दिने स्मरणीय यात्रा थियो यो एउटा। समय त बितिजान्छ, स्मृतिहरू पनि बिस्तारै धुमिल हुँदै जालान्। कति व्यक्त गर्न सकिन्छ यसरी बोलेर, कति कैद गर्न सकिन्छ यसरी क्यामेरामा। तैपनि सम्झनाका लागि भनेर सानो प्रयास गरेको छु। आशा छ हजुरहरू पनि हामीसँगै रमाउनुहुनेछ, हेरेर आनन्द लिनुहुनेछ। आज हामी मुजु स्कीजाङ जाने भनेर तयारी गर्दैछौँ। हाम्रो यात्रा यसरी सुरु हुन्छ। बाहिर मौसम असाध्यै चिसो थियो, त्यसैले हामी तातो तातो लुगा लगाएर आफ्नो हिसाबले रेडी भएर निस्किन्छौँ घरबाट। श्रीमतीजीले टिकटक बनाउने लुगा फेरि भनेर झोलाभरि लुगा बोकेर हिँड्नु भएको छ। मलाई चाहिँ यस्तो चिसोमा बाहिर गएर लुगा फेरि टिकटक बनाउँछन् भन्ने कुरामा विश्वास छैन। गाडी पार्किङमा थियो, हामी गाडी चढ्छौँ, भाइ बहिनीलाई लिन जानु छ। गाडी यसरी लिएर हामी भाइ बहिनी भएको घरतिर पुग्छौँ। उहाँहरू रेडी भएर बसिसक्नु भएको छ। हेलो, गुड मर्निङ। के छ हालचाली? एकदम रमाइलो गरी हामी घुम्न लागिरहेका छौँ। हजुर, आज कहाँ जाने र हामी? मुजु स्किटिङ। ल अब हामी चाहिँ हाम्रो यात्रा सुरु हुन लागेको छ। अब मुजुसम्मको यात्राको हामी पूर्ण तयारीमा निक्लिसकेका छौँ। अब अब हिँड्यो है त। हिँड्यो ल, हामीलाई शुभ यात्रा। यसरी हाम्रो मुजुको यात्रा सुरु हुन्छ। गफ गर्दै रमाइलो गर्दै अगाडि बढ्छौँ। हामी सामान किन्दैछौँ। खाने भाइ के लाने? सुन्तला अङ्गुर चाहिँ अब लिएर जाउँ कि भनेर। सुन्तला ठिकै छ त यो? गिलो गिलो खालको परेको। जुन लाने यही हो कि? आउने जाने दूरी झन्डै 200 किलोमिटर बढी भएकोले हामीले गाडीको फुल ट्याङ्की गरेर यात्रा सुरु गर्छौँ। यसरी रमाइलो गर्दै गीत गाउँदै हामी केही समय झन्डै 1 घन्टा हिँडेपछि मुजु नजिक पुग्छौँ। मुजु लेखेको बोर्ड देखिन्छ अगाडि। विकेन्ड भएकोले पनि हुनसक्छ, गाडी एकदमै धेरै भएकोले पार्किङ भेटाउन निकै मुस्किल भयो। म पार्किङ गरेर आइसक्दा साथीहरू खाजा नास्ताको लागि रेडी भएर बसेका थिए। के गर्दै हो गाइज? खाजा खाने तयारीमा ल, घुम्ने उसमा अब एक्ला खाजा खाइदिउँ भनेर। चिसोमा है, चिसोमा चाहिँ रामेनको सुप, मिठो रामेन सुप यो सहित कोही हेर्नु यहाँ। ल ठिक छ नि त। कान्छी कस्तो लागिरहेछ त? मिठो छ रामेन? ओके ल। भुइँभरि हिउँ थियो, भ्यूहरू पनि एकदमै दामी देखेको, सबैजना स्की गर्ने एक्साइटिङ थिए। हल्का नास्ता गरेपछि हामी चाहिँ टिकट लिने ठाउँ कता हो भनेर खोज्दैछौँ। साथीहरू आफ्नो तालमा मस्त हुनुहुन्छ, म चाहिँ भिडियो खिचिरहेको छु। पहिलोचोटि आएको भएर पनि होला, ठाउँ चाहिँ एकदमै रमाइलो, एकदमै रोमान्टिक लाग्यो। गाइज यता हेर नि त एकचोटि। हामी सबै आफ्नै तालमा गफ गर्दै, रमाइलो गर्दै, फोटो खिच्दै, टिकटक बनाउँदै आफ्नै तालमा हिँडिरहेको छौँ। एकदमै रमाइलो लागिरहेछ।
एकदमै धेरै भिड भएको र सबैजनाको पहिलोचोटि भएकोले हामीले बिचमा टिकट काट्ने, यो लुगाहरू किन्ने, लगाउने विविध कुराहरू चाहिँ यसमा समेट्न सकेनौँ। भिडियो खिच्न मिलेन किनभने जुत्ता एकदमै गरुङ्गो, त्यसपछि यो सामानहरू स्की खेल्ने कुराहरू लगाइसकेपछि त्यति सहज चाहिँ नहुने रहेछ। वाउ, हामी भित्र छिर्दा चाहिँ यस्तो दामी भ्यू थियो। सबै मान्छे खेलिरहेका थिए, बच्चाहरू कस्तो मजाले खेलिरहेका थिए। हामी चाहिँ जान्ने त्यस्तो धेरै कोही थिएनौँ। मेरो स्कीमा दोस्रोचोटि थियो र पनि म त्यति धेरै जान्ने चाहिँ होइन। सबै नयाँ भएर अल्लमल्ल पऱ्यौँ एकछिन। बेला बेलामा टुच्चा हामी यसरी फोटो भिडियो खिचिरहन्छौँ। लडिन्छ कि भन्ने डर। त्यसपछि मौसम एकदमै चिसो भएकोले हामी खेल्ने भन्दा पनि अरूको रमिता हेर्ने, फोटो खिच्नेमै मस्त छौँ। श्रीमतीजी आउने बित्तिकै एकलट लड्नुभयो, त्यसपछि अलिअलि हिँड्ने प्रयास गर्दै हुनुहुन्छ। एकदमै रमाइलो थियो। कति मान्छेहरू अलरेडी आइसकेर खेलेर फर्किनेवाला पनि थिए। साना बच्चाहरू एकदमै रहर लाग्दो गरी खेलिरहेका होइन। हामीले पनि हाम्रो बच्चाहरू धेरै मिस गऱ्यौँ। घाम लागेको थियो तर घाम चिसो थियो। चिसो भए पनि त्यो एक खालको रमाइलोले गर्दा माहौल तातिरहेको थियो। लाइफमा कति कुराहरू हुन्छन् जुन कुराको असाध्यै धेरै रहर लाग्छ। जस्तो मलाई यसरी नै म पनि यसरी खेल्न सक्नु पाएँ भन्ने रहर भइरह्यो। तर सबै कुरा हाम्रो बसमा हुँदैन। श्रीमतीजी आउने बित्तिकै नराम्रोसँग लडेपछि यसरी लतारिँदै हुनुहुन्छ। सुरुको दिन स्की खेल्न नजानेको, जे होस् लडिन्छ कि भन्ने डर, माथि आउने जाने, एकछिन अरूहरूको रमाइलो हेर्ने हाम्रो चलिरहन्छ। माथि जानको लागि केबल कार त थियो, तर माथि पुगेर तलसम्म सकुशल आउने हाम्रो हिम्मत छैन। त्यसैले हामी यसरी आफै नजिक तलमाथि गरिरहन्छौँ आफ्नै तालमा। बुढो उहाँ पुग्नु भयो, म चाहिँ आउँदा बित्तिकै लडेँ। टाउको गरुङ्ग भयो, डर लाग्यो खेल्न पनि। ल पिरातीको भाका बोल्छ फुल मन्जरीले, फुल मन्जरीले गर नै छ। हिमालयलाई ढाक्यो कान्छा। लड्दै पढ्दै भए पनि श्रीमतीजी पनि यतिको आउन सक्ने हुनुभयो बिस्तारै। ल प्रगति छ। दुईजना बल्ल अलिअलि उभिन सिक्दैछन्। ल ल ल ल भर्खर अलिअलि सिक्दै थालेको उनीहरूलाई हाम्रो बालै छैन। आफ्नो पाराले मस्त हेर्दा पनि नहेरिकन मक्ख परेर हिँडिरहेका छन् आफ्नै तालमा। भाइ बहिनीको जोडी माथिबाट यसरी आउँदै हुनुहुन्छ। भाइले चाहिँ लगभग सिकिसक्नुभयो, बहिनी चाहिँ बिस्तारै प्रयास गर्दै हुनुहुन्छ। हामी पनि के कम। जाउँ माया सरर बिरमान्नीको छर। निकै बेर रमाइलो गरेपछि साँझ हुन थाल्छ। अघि लागेको घाम, चिसो घाम अहिले फेरि डाँडातिर लुक्दै गरेको देख्न सक्नुहुन्छ। मान्छेहरूको चाप पनि एकदमै घटेको छ। टाढा टाढाबाट आएका यात्रुहरू आफ्नो बाटो सुरक्षार गर्ने तयारीमा छन्। यहाँ देख्न सक्नुहुन्छ आफ्नो बोर्ड बोकेर हिँड्दैछन् मान्छेहरू। हामी पनि बिस्तारै बाहिर निस्किने तयारीमा जान्छौँ। कुनै कुरा यस्तै देखिन्छन्। जस्तो यो हेर्नुभयो भने हेर्दाखेरि कसैको आकार जस्तो देखिन्छ, तर यो खोक्रो छ। मान्छेको जिन्दगी पनि कहिलेकाहीँ बाहिर हेर्दा रमाइलो देखिन्छ, खुसी देखिन्छ, तर भित्र यस्तै खोक्रो हुन्छ। यहाँ यो जोडीको लुकामारी चल्दैछ हिउँसँग। एकदम रमाइलो गर्दै हुनुहुन्छ, हिउँको इन्जोय गरिरहनु भएको छ। श्रीमतीजीको हिउँसँगको स्पर्श पहिलोचोटि हो, त्यसैले हामीले एकछिन रमाइलो गऱ्यौँ यसरी हिउँ स्यापास्याप गरेर। यो चाहिँ एउटा प्रख्यात होटल हो। होटलको नाम चाहिँ मैले बिर्सेँ, तर हामीलाई चाहिँ होटलमा बस्नु छैन। त्यसैले हामी अब हाम्रो गाडी पार्किङ गरेको ठाउँतिर बिस्तारै लाग्छौँ, किनभने यति बेला फर्किएन भने घर आइपुग्दा राति हुन्छ। यसै पनि अलिकति ढिलो चाहिँ हुन्छ होला।
तर भोलिपल्ट काम गर्नुपर्ने भएकोले र आजको यो स्कीको थकाइले शरीर सबै गलेको छ। त्यसैले हामी चाहिँ अब हाम्रो घरतिरको बाटो तताउँछौँ। हामीले खाना पनि केही खाएनौँ, किनभने यहाँ अलिकति ढिलो गरेर आयौँ र खाना लाग्यो भने हामी खेल्न भ्याउँदैनौँ। चिसो मौसम भएर यो रुख उजाड देखिन्छ, पातहरू सबै झरेर सुके जस्तै देखिन्छ। यही सुकेको जस्तो देखिने रुखमा कसैले आफ्नो घर बनाएको छ यस्तो सुन्दर गरेर। थाहा छैन यो घर बनाउनेहरू अहिले कहाँ कहाँ पुगेका छन्। यो हो हामीले गाडी पार्किङ गरेको ठाउँ। अहिले चाहिँ लगभग खाली भइसकेको छ, सबै आफ्नो घरतिर लागिसके जस्तो छ। हामी पनि अब घर जाने सुरसार गर्छौँ। जीवनमा दौडधुप गर्दा गर्दै कतिपय पलहरू यसै छुटिजान्छन्। आज यसरी घुमघाम गऱ्यौँ, रमाइलो गऱ्यौँ। यो भोलि कुनै पनि बेला फर्केर हेर्दा यस्तो पनि रमाइलो थियो भन्ने एउटा संस्मरण होस् भनेर पनि यो भिडियो बनाएको हो। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? हामी फर्किने तयारीमा छौँ, फर्किँदैछौँ बाटोमा। भाइ बहिनीहरू गीत गाउने, म पनि त्यसैमा अलिअलि ताप गर्ने गर्दै अगाडि बढिरहेको छौँ। कतिपय कुराहरू चाहेर पनि पुरा गर्न सकिँदैन, तर यदि सम्भव हुन्छ भने चाहेका कुराहरू पुरा गर्नुपर्ने रहेछ। किनभने मान्छेको जिन्दगी हो, कति बेला के हुन्छ कसैलाई थाहा छैन। जुन ठाउँमा हुनुहुन्छ, जसरी हुनुहुन्छ, आफ्ना लागि सोच्नुहोस्, खुसी हुनुहोस्, खुसी भएर बाँच्नुहोस्। एक एक पलको रमाइलो महसुस गर्नुहोस्, एक एक पल अविस्मरणीय बनाउनुहोस्। थाहा छैन जिन्दगी कति बेला के हुन्छ। आज रमाइलो छ, भोलि कस्तो छ। हामीलाई यसरी यात्रामा साथ दिएर गीत गाएर रमाएर एकदमै खुसी बनाउनु हुने, रमाइलो बनाउनु हुने भाइ बहिनीलाई पनि धन्यवाद। आज यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यहाँसम्म हेरेर अन्तिमसम्म हेरेर साथ दिने हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। राम्रो लाग्यो भने सेयर गरिदिन सक्नुहुन्छ। अरू भिडियोहरू पनि हामीले यसरी बनाएर लिएर आउनेछौँ। फेरि अर्को कुनै भिडियोमा भेटौँला। हजुरहरूको समय सुखद बनोस्, हजुरको दिन शुभ रहोस्। फेरि भेटौँला।